Boleh Costa kalau boleh Vanessa Costa. Nabi musik kami saya. Syaitan yang ada, kita bantah Allah kepada saya. Ibu musik, bayar. परमेश्वरलाई धन्यवाद छ सम्पूर्णमा जय मसी। म इमान्जेलिस्ट धनवीर पावनको तर्फबाट मेरा प्रिय तपाईलाई म आज एउटा अद्भुत गवाईलाई म तपाईको माझमा ल्याउँदै छु। म उहाँलाई सर्वप्रथम जय मसी भन्न चाहन्छु। जय मसी। तपाईको घर कहाँ हो? मेरो घर सिद्धकुमार सल्यान, सिद्धकुमार गाउँपालिका वार्ड नम्बर 4 मा हो। म सल्यानदेखि आएको हो। तपाईको छोरीको समस्या के थियो? मेरो छोरीको समस्या के थियो? पहिला स्कुल राम्रै गएको मान्छे, स्कुल खेल खेल्ने बेला लोटेको, अनि लोटेछ बहिनी भनेर नानी बाबुले भनेको थियो, मलाई फोन गरेको थियो। म स्कुल गएँ। स्कुल गएपछि मैले सामान्य अलिअलि चोट लाग्यो होला भन्ने मैले त्यस्तो भएर म गएको। अनि त्यसपछि चोट पनि धेरै लागेको थिएन, हल्का यही पनपरीनिर लागेको थियो। अनि त्यसले थाहा त्यति नपाउने भए मैले 30 सन्च भइजाला भनेर मैले पैसा पनि नलगेर गएको। अनि त्यसपछि एक्काइस फेरि सरहरूले भन्नुभयो कि टाउकालाई त अब टाउकाको बिरामी छ, यसले आँखा पनि हेर्दैन, हातखुट्टै स्मेल्दैन, तपाईँले छिट्टै लग्नुपर्छ, कोलपुर लग्नुपर्छ भनेर उहाँहरूले एम्बुलेन्स बोलाउनु भयो। अनि राति मैले 12 बजे मैले कोलपुरमा पुर्याएँ। कोलपुरमा पुर्याउँदाखेरि मैले त्यसमा कति 24 घन्टा आइसीमा राख्यो। आइसीमा राखेपछि रोग केही पनि पत्ता लागेन, मेरो छोरीको रोग पत्ता केही पनि लागेन। त्यसपछि घर आइसके पनि मेरो छोरीलाई सन्च भएको जस्तो हुने, अनि मम्मी म स्कुल जान्छु भन्ने, अनि फेरि स्कुल गएको बेला फेरि पनि फ्यान्ट हुने। तपाईलाई छोरी फ्यान्ट हुँदाखेरि तपाईलाई कस्तो लाग्थ्यो? आफैमाथि कस्तो महसुस हुन्थ्यो कि मेरो छोरी यसरी फ्यान्ट हुँदैछ, के भयो प्रभु भनेर तपाईले बारम्बार आफूलाई सोच्नुहुन्थ्यो? अनि तपाई त्यतिखेर के गर्नुहुन्थ्यो? क्लास पनि आउने कि यति गर्दा पनि किन होला यस्तो? एक्कासी अब घरबाट राम्रै जाने, अनि फेरि स्कुल गएको बेला किन होला यस्तो हुने भन्छु। कति बेला रुन्छु, कति बेला फेरि आफै कसैले अब मलाई त्यस्तो सम्झाउने कुरा पनि भएन। कति बेला म आफै। अनि तपाईको छोरी जब स्कुल जान्थिन् अनि त्यतिखेर स्कुलमा के हुन्थ्यो? उनलाई खास भएको के हो? मान्छेहरूले के भन्थे? के बिमारी भन्थे अथवा के भएको छ, यसलाई के नाम दिएको थियो कि छोरीलाई यस्तो भयो अनि के बिमारी, यो बिमारी हो भनेर के भन्थे मान्छेहरूले? मेरी छोरीलाई त्यहाँको मान्छेले, गाउँ समाजले पनि मिर्गी हो, तेरी छोरीलाई मिर्गी हो भनेर मैले मिर्गीको औषधि पनि त्यहाँ जडीबुटी पनि मैले प्रयोग गरेँ। तपाईको छोरी कति वर्षको गरे? 12 वर्षको भयो। 12 वर्षको छोरीलाई। अनि त्यसपछि तपाईले धेरै प्रयास गर्नुभयो, प्रार्थना पनि गर्नुभयो, अनि त्यस पछाडि त्यहाँबाट डाक्टर हुने पनि लाग्नुभयो, अनि त्यस पछाडि त्यहाँबाट जडीबुटी पनि खाउनुभयो, तर पनि केही उपाय लागेन। अनि त्यस पछाडि तपाई सिद्धकुमार गाउँपालिका देखि आउनुभयो यहाँ तुलसीपुरमा, यो द गस्पेल अफ जीसस क्राइस्ट चर्चमा, हैन? अनि तपाईलाई कसले भन्यो यहाँको लागि कि यो चर्चमा आउनु भनेर? मेरो श्रीमानले भन्नुभएको थियो। म पहिला पनि गएको, यो भन्दा अगाडि म गएको, त्यहाँ गएर मलाई प्रार्थना गरिदिनु भयो। अनि त्यसपछि मैले अलि चङ्गाइ पाएको महसुस भयो र मेरी छोरीलाई पनि त्यहाँ लग्नुपर्छ, तिमी पनि आऊ, छोरीलाई पनि ल्याऊ भन्नुभयो। हालेलुया। तपाईको श्रीमानले तपाईलाई भन्नुभयो कि त्यहाँ लग्नुपर्छ, त्यहाँ मैले प्रार्थनामा म गएको थिएँ, चङ्गाई त्यहाँ मलाई महसुस भयो, मलाई चङ्गाई मिल्यो, सायद मेरो छोरीले पनि चङ्गाई पाउन सक्छ भनेर तपाईलाई चाहिँ उहाँले फोन गरेर भन्नुभयो कि यहाँ ल्याउनुपर्छ भनेर, हैन? हजुर। तपाईलाई बताउनुभयो तपाईको श्रीमानले। अनि तपाईले सल्यानदेखि ल्याएर आउनुभयो, हैन? अनि सल्यानदेखि आफ्नो छोरीलाई ल्याउनुभयो। अनि ल्याएपछि जब पहिलो दिन तपाई यो द गस्पेल अफ जीसस क्राइस्ट चर्चमा आएपछि तपाई चर्च भित्र प्रवेश हुनुभयो, तपाईलाई कस्तो महसुस भएको थियो पहिलो चोटी यहाँ आउँदाखेरि? मलाई यो चर्चमा आउँदा मलाई धेरै आनन्द, एकदम उत्साह। पहिलो चोटी यहाँ आउनु भएको थियो। हजुर। पहिलो चोटी आएपछि तपाई संगति गर्नुभयो, आराधना गर्नुभयो, अनि त्यस पछाडि तपाईलाई जब प्रार्थनाको समय सुरु हुँदै थियो त्यतिखेर कस्तो भइरहेको थियो? के भयो तपाईलाई? त्यति बेला मेरो जीवनमा कस्तो भएको थियो भनेपछि मैले यस्तो कहिल्यै पनि भएको थिएन। मैले यो नसोचेकै कुरा हो,
यो तपाईलाई मतलब नसक्ने यस्तो चर्चमा आएपछि कुनै पनि चर्चमा गए तर यहाँको जस्तो तपाईलाई महसुस भएको थिएन त्यो संगतिमा त्यो हजुर। प्रार्थनाको बेला त्यस्तो महसुस भएको थिएन त्यस्तो तपाईलाई? महसुस कहीँ पनि भएको थिएन। पहिलोचोटि मैले महसुस पाएँ कि यस ठाउँमा मलाई कस्तो धेरै प्रार्थना गर्दा धेरै उत्साहितको कुरा भित्रबाट मेरो उत्साहित प्रिय आत्मैदेखि के मैले प्रार्थना गर्नुपर्छ, म जोसिलो हुनुपर्छ। मैले त्यो कति मेरो आत्माभित्र आत्मैदेखि मलाई महसुस भयो कि मेरो शरीरले मैले मेरो प्राण आत्माले मैले परमेश्वरको आराधना गर्नुपर्छ। मलाई पहिला लाग्थ्यो कि म मण्डलीमा जान्थेँ, तर किनभने मण्डलीमा गएको बेला मलाई अल्छी लाग्ने, निद्रा लाग्ने, अनि प्रार्थना गर्ने बेला पनि मन नलाग्ने त्यस्तो हुन्थ्यो। जब वचनको प्रार्थना वचन सुन्ने बेला भयो भनेपछि जब मलाई निद लाग्थ्यो, बस्ने निद लाग्ने, त्यो वचन सुन्ने समय आयो त मलाई निद लाग्ने हुन्थ्यो। तर मलाई त्यस दिन निद पनि लागेन, मलाई धेरै उत्साहित भयो क्या म। अनि मलाई कति खुसी भयो। मेरो ढाड दुख्ने समस्या थियो त्यति बेला पनि। तपाईलाई त्यतिखेर ढाड दुख्ने समस्या थियो हजुर। अनि अगाडिबाट जब प्रार्थना चल्दै थियो अनि परमेश्वरको दासले तपाईको लागि भविष्यवाणी गर्नुभयो। हजुर हाँ? हजुर। तपाईको समस्याको बारेमा बताउनु भयो। तपाईलाई के बताउनु भयो उहाँले? अनि बताउनु भयो छोरी त धेरै रुन्छेस भनेर भन्नुभएको थियो। तपाईको शरीरमा पनि समस्या रहेछ भनेर भन्नुभएको थियो। शरीरमा समस्या छ भन्नुभएको थियो। अनि श्रीमानको पेटमा पनि केही न केही समस्या छ भनेर बोल्नु भएको थियो। हालेलुया। परमेश्वरलाई महिमा होस्। जब उहाँ पहिलोचोटि द गस्पेल अफ जीसस क्राइस्ट चर्चमा आउनुभएको थियो, मेरा प्रिय उहाँको निम्ति एउटा जब प्रार्थना हुँदै थियो, डेलिभरेन्सको प्रार्थना जब हुँदै थियो अनि परमेश्वरको आत्माले प्रभुको दासले उहाँलाई केही भविष्यवाणी गर्नुभयो कि तपाईको जीवनमा यस्तो समस्या रहेछ, तपाईको दुखावट शरीरमा अनि तपाईको श्रीमानको जीवनमा पनि केही न केही समस्या, बिमारी, पेटमा, छातीमा केही न केही प्रब्लम रहेछ। प्रभुको दासले उहाँलाई भविष्यवाणी गर्नुभयो। जतिखेर त्यो भविष्यवाणी तपाईँलाई भयो, परमेश्वरको दासले तपाईँलाई बताउनु भयो, तपाईँलाई कस्तो लागिरहेको थियो? मलाई त्यो मान्छेले कसैले रोगो पनि देखेको थिएन। अनि मैले मेरो समस्या कसैले देखाएको थियो तर देखेको थिएन। तर परमेश्वरले मेरो समस्या देख्नु भयो, मेरो समस्या बुझ्नु भयो। मैले धेरै पीडा थियो, मेरो घरमा सधैँ नसक्ने पीडा थियो। जब त्यो समस्याबाट पनि मलाई छुटकारा दिनुभयो, म सायद यो त्यतिखेर तपाईँको निम्ति प्रार्थना भयो अनि तपाईँको समस्याको निम्ति, तपाईँको प्रब्लम हर एकको निम्ति प्रार्थना भयो। अनि प्रार्थना पछाडि तपाईँलाई कस्तो महसुस भइरहेको थियो? मलाई त एकदम खुसी। तर परमेश्वर साँच्चै नै हुनु नै रहेछ। अनि त्यहीलेदेखि तपाईँको घर परिवारमा मेलमिलाप आयो हैन? दुईजना माथि मेलमिलाप आयो। परमेश्वरले त्यो प्रार्थना पछाडि तपाईँको जीवनमा अद्भुत काम गर्नुभयो। अनि तपाईँले आफ्नो छोरीलाई पनि साथमा ल्याउनु भएको थियो। अनि छोरीलाई साथमा ल्याउनु भएको थियो। अनि छोरीलाई त्यो समस्या छ, मिर्गीको समस्या। अनि उहाँले बताउँदै हुनुहुन्थ्यो उसलाई अट्याक हुने, अनि त्यसपछि अट्याक भएर ऊ फेन्ट हुने र मिर्गीको समस्या भन्छन् मान्छेले। अनि यसको निम्ति प्रार्थना गरिदिनु भनेर चाहिँ उहाँले भनिराख्नु भएको थियो। अनि तपाईँको छोरीको निम्ति जब प्रार्थना भयो अनि त्यस पछाडि परमेश्वरले अद्भुत काम गर्नुभयो उहाँको छोरीको जीवनमा। अनि जब प्रार्थना भयो अनि प्रार्थना पछाडि जसरी यहाँदेखि उहाँहरू जानुभयो सल्यानमा, तब छोरीलाई कस्तो हावभाव तपाईँ देख्नुभयो? त्यो छोरीलाई के भइरहेको थियो कि त्यो समस्या फेरि पनि कहिले पनि आएन आजसम्म? कति महिना भयो आजसम्म? अहिले अब ठ्याक्कै वर्ष दिन भयो। 1 वर्षसम्म कुनै पनि प्रब्लम र कुनै पनि समस्या छैन त्यहीलेको त्यो प्रार्थना पछाडि। यहाँदेखि जब प्रार्थना भयो गएपछि कस्तो महसुस भयो? मेरी छोरी यहाँबाट गइसकेपछि त्यस्तो बिरामी पनि भएन। मम्मी म त सन्चो भएँ। अहिले कतिमा पढ्छ त तपाईँको छोरी? पढ्ने 8 क्लासमा पढ्दैछ। 8मा। अहिले त्यसले तपाईँको उहाँ स्कुलदेखि कतै पनि कम्प्लेन छैन कि तपाईँको छोरी फेन्ट भयो, तपाईँको छोरीलाई मिर्गी छ भन्ने कुरो कतै पनि सुनिन्न? छैन। हालेलुया। ताली बजाउने छ परमेश्वरको लागि कि परमेश्वरले यो अद्भुत काम गर्नुभएको निम्ति। मेरा प्रिय, जतिले तपाईँले यो गवाईलाई सुन्नुहुन्छ, यो गवाई होइन तपाईँको निम्ति एउटा दबाई हो। यदि तपाईँको पनि कुनै पनि समस्या, कुनै पनि प्रब्लम उहाँको छोरीको जस्तै समस्या छ, यदि तपाईँ विश्वास सहित आउनुभयो द गस्पेल अफ जीसस क्राइस्ट चर्चमा, मेरा प्रिय तपाईँले त्यो अद्भुत कामलाई तपाईँले यो ठाउँमा देख्नुहुन्छ। यदि तपाईँले विश्वास गर्नुहुन्छ
यदि तपाईलाई लाग्छ कि परमेश्वर प्रभु कहाँ हुनुहुन्छ, परमेश्वर मेरो जीवनमा किन दया गर्नु भएन, प्रभु तपाईले किन मेरो जीवनमा कार्य गरिरहनु भएको छैन, मेरो प्रब्लम किन सल्भ भएको छैन, आज तपाई त्यो सोच्दै हुनुहुन्छ भने मेरा प्रियो, यो ठाउँ हो द गस्पेल अफ जीसस क्राइस्ट चर्च प्रोफेटिक एन्ड डेलिभरेन्स फायर मिनिस्ट्री। तपाईको निम्ति यो सामर्थ्य, यो अभिषेक सामर्थ्य प्रार्थनाले परमेश्वरले तपाईको जीवनमा अद्भुत छुटकारा दिनुहुनेछ। यदि तपाई यो चर्चमा विश्वास सहित आउनुहुन्छ भने मेरा प्रियो, नेक्स्ट गवाई, अर्को गवाई चाहिँ उहाँको जस्तो गवाई चाहिँ तपाई बन्नुहुनेछ र तपाईले अद्भुत गवाई आफ्नो जीवनमा दिनुहुनेछ र परमेश्वरको महिमा हुनेछ यो ठाउँदेखि।